Hi everyone, welcome to my YouTube channel. अनि दिपलक जीले चाहिँ हैन के भिडियोहरु हाल्नु भएको रहेछ हैन मुस्कान चाहिँ यता गयो उता गयो अनि मैले चाहिँ उसलाई चीट गरिरहेको छु भन्ने जस्तो टाइपले चाहिँ उहाँले भिडियोज हालिराख्नु भएको रहेछ हैन म चाहिँ त्यो कुरामा क्ल्यारिफिकेसन गर्न जाँदै छु कि प्रदीपको र मेरो रिलेसन के छ अनि दिपलकलाई मैले चीट गरिरहेको हो कि के हो भन्ने कुरा चाहिँ म हाल्न के रे भन्न जाँदै छु हैन एक्सप्लेन गर्न जाँदै छु मलाई यो एक्सप्लेन गर्नुपर्ने जस्तो चाहिँ मलाई खासै लागेन तर उहाँले चाहिँ अब भिडियो हालिसक्नु भएपछि चाहिँ लाइक अब भन्दिम न त कुरा के हो भनेर चाहिँ मैले भिडियो बनाइरहेको छु खासमा कुरा के हो भने प्रदीप इज अ रियली गुड फ्रेन्ड अफ माइन अनि त्यही भएर चाहिँ म उसँग भेटेको थिएँ हैन अब ब्लाइन्डेड जानुभन्दा अगाडिदेखि नै प्रदीप वाज अ गुड फ्रेन्ड अफ माइन अनि त्यही भएर हामी भेट्यौँ टिकटक बनायौँ यदि मेरो कुनै नराम्रो इन्टेन्सन हुन्थ्यो उसलाई भेट्ने भने आई विल नट मेक भिडियोज उसँग नि त भिडियो बनाए पनि मैले त्यस्तो पोस्ट गर्दिनँ थिएँ हैन तर माई इन्टेन्सन वाज नट रङ त्यही भएर चाहिँ मैले उसँगको भिडियोहरू मैले पनि पोस्ट गरेँ उसले पनि पोस्ट गरेँ बिकज हाम्रो जे पनि हुनसक्छ काम हुन पनि सक्छ हैन अब सेम प्रोडक्सनको हामी छुट्टै छुट्टै सोमा छौँ हैन ऊ पनि एउटा सोमा छ म पनि एउटा सोमा छु हाम्रो राम्रो कुराकानी भयो त्यही भएर हामी भेट्यौँ हैन बट त्यस्तो लभ सब भने त्यस्तो चाहिँ केही पनि हैन अनि दिपलकले चाहिँ एकचोटि पनि मलाई चाहिँ तिमी किन उसँग घुमेको के हो तिमीहरुको भनेर चाहिँ राम्रोसँग मसँग आएर कुरा गरेन हैन क्वेशन पनि सोधेन ठीक छ यदि ऊ एकदम ओपन माइन्डेड भएर नसोधेको भए इट्स ओके बट त्यो कुराहरुलाई चाहिँ उसले चाहिँ यसरी भिडियोमा ल्याएर हैन म बिरामी मान्छे म त्यत्रो दिन हस्पिटलमा एडमिट भएर अहिले बल्ल म घर आएको छु मेरो फ्यामिलीसँग छु हैन अनि उहाँहरुले पनि हेर्नुहुन्छ ब्लाइन्डेड रिलेटेड भिडियोहरु हैन अनि अरु भ्युअर्सहरुले केही भिडियोहरु बनाएर मेरो लागि हाल्दिनु भयो भने दे आर फाइन हैन अनि तर दिपलक त जे भए पनि मेरो एउटा पार्टनर जस्तो उहाँले मान्नु भएको थियो हैन तर उहाँले नै देख्दाखेरि हैन मलाई नराम्रो बनाउन खोजिरहेको देख्दाखेरि त अफ कोर्स दे विल गेट अपसेट हैन अनि त्यही भएर अनि उसले चाहिँ लाइक मेरो फ्यामिली मेम्बर्सलाई पनि अपसेट बनाइरहेको छ अनि म त अब के भन्ने अब उसलाई त मैले आफ्नै साथी आफ्नै मान्छे सोचेको थिएँ हैन अब यदि उसले मलाई आफ्नो सोचेको भए हैन पार्टनर त परे जाऊ एउटा त्यत्रो टाइमदेखि टाइम स्पेन्ड गरेको एउटा साथी मात्र सोचेको भए पनि ही वुड नट डु दैट के सो अन्त मैले सुरुमै एउटा कुरा पनि भनेको थिएँ उसलाई हैन लाइक ब्लाइन्डेडको हामी हाउस राउन्डमा हुँदाखेरि पनि भनेको थिएँ हैन यदि उसले तपाईलाई साच्चैको माया गर्छ भने उसले तपाई चाहे जेसुकै गर्नु हैन चीट नै गर्नु त्यही पनि उसले तपाईलाई बदनाम गर्दै हिँड्न खोज्दैन भनेर मैले भनेको थिएँ हैन ठ्याक्कै यही कुरा भइराको छ के यदि दिपलकले मलाई साच्चैको माया गर्ने भए माया त परे जाओस् उसले चाहिँ जे भए पनि मेरो आफ्नो मान्छे हो चिनेको मान्छे हो साथी हो भनी जस्तो टाइपले पनि लिएको भए उसले यसरी भिडियोहरु हालेर दुनियाको गाली खाउँदैन थियो होला मलाई हैन उसले चाहिँ मेरो एकदमै इमेजलाई चाहिँ बर्बाद गर्न ट्राई गरिरहेको छ मेरो इमेजलाई नराम्रो देखाउन बनाउन खोजिरहेको छ थाहा छैन कि उसको र मेरो त्यस्तो दुश्मनी पनि केही छैन मैले उसलाई केही नराम्रो भन्दिए होला अब हामी उता हाउस राउन्डमा हुँदाखेरि उसलाई केही कुरामा रिस उठ्यो होला तर रिस उठेको कुरा आएर मलाई भन्ने हो हैन तर उसले चाहिँ मेरो एकदमै इमेजलाई चाहिँ नराम्रो बनाउन ट्राई गरिरहेको छ ठिकै छ अब यही गरेर तिमी खुसी हुन्छ भने तिमी ट्राई गर हैन तिमीले मेरो इमेज नराम्रो बनाएर म आफ्नो पर्सनली म नराम्रै मान्छे त हुने हैन नि त म नराम्रो मान्छे त हैन मलाई थाहा छ कि म राम्रो मान्छे हो कि नराम्रो मान्छे हो तिमीले नराम्रो बनाउन खोजेर म नराम्रो हुने हैन त्यही भएर दिपलक जी डु व्हाटएभर यु वान्ट तिमी जति नराम्रो बनाउन खोज इट्स ओके म नराम्रो हुनेवाला छैन मान्छेले मलाई नराम्रो सोचोस् बट आई एम नट अ ब्याड पर्सन आई नो so that's all thank you so much for watching guys like and subscribe